हेलो गाइज, वेलकम बैक टु माई न्यू भिडियो। आज चाहिँ हजुरको सामु म कटहलको सब्जी कसरी बनाउँछु हो त्यो रेसिपी देखाउनु आँटेको। यहाँ चाहिँ मैले तेल पनि हालेँ, त्यहाँबाट 5 फोरन, त्यहाँबाट चाहिँ मैले 2टा ठुल्ठुलो साइजको प्याज काटेँ, त्यो हते पनि हालेँ। अनि हालेर चाहिँ प्याज चाहिँ रातो हुन्जेलसम्म भुटेँ। भुटेको पछि चाहिँ मैले यतापट्टि चाहिँ मसला पनि रेडी गरिसकेको छु। मसलामा चाहिँ मैले हालेको छु जिरा, धनियाँ, लसुन, अदरक, त्यहाँबाट दालचिनी चाहिँ अहिले बादमा हाल्छु। अनि हल्दी, रेड चिल्ली चाहिँ अलिकति कम हालेँ किनभने घरमा केटाकेटी छ। त्यहाँबाट चाहिँ स्वादअनुसार नमक हालेर चाहिँ यसलाई एकैसँग म हालिदिन्छु। अहिले चाहिँ हाम्रो यो प्याज पनि रेडी भइसकेको छ। त्यहाँबाट चाहिँ मैले यसलाई हालेर मजाले पकाएँ। त्यहाँबाट तेजपत्ता पनि हालेँ। त्यहाँबाट चाहिँ अनि कटहल पनि बोइल गरेर राखेको थिएँ, त्यो कटहल पनि हालेँ। कटहल हालेर चाहिँ यसलाई मजाले एकछिन पकाएर चाहिँ यसलाई एकछिन मैले मजाले पाक्नु दिएँ। तेलमा चाहिँ मजाले भुटेँ। अनि यहाँ चाहिँ दालचिनी, लौंग, इलायची सबै थियो। अनि यसलाई पनि घलेर चाहिँ मैले हालेको चाहिँ भिडियो गर्नु बिर्सिगएछु, त्यो पनि अलिअलि हालेँ। त्यहाँबाट चाहिँ यसलाई मजाले अलिअलि पानी हाल्दै पकाउनुपर्छ गाइस। मैले चाहिँ यो तरिकाले बनाउँछु। हजुरहरूले चाहिँ कुन तरिकाले बनाउनुहुन्छ हजुरहरूले मलाई भन्नु होला। हामीले चाहिँ अलिक मसला कम्ती हालेर बनाएँ किनभने बाबाले पनि खानुहुन्छ, अनि बाबा पनि सन्चो हुनुहुन्न, अनि त्यही भएर चाहिँ अलिकति हामीले मसला कम्ती नै खान्छौँ गाइस। अनि पिरो पनि हामीले कम्ती नै खान्छौँ। हजुरलाई मेरो रेसिपी कस्तो लाग्छ मन पऱ्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु।